हेलो साथीहरू, मेरो लागि चाहिँ यो खाना हो, सब्जी हो। अनि म धुँदैछु अनि यसलाई मजाले पखालेर काट्न लागेको छु। अनि आमाको लागि चाहिँ फाल्टै सब्जी बनाइदिएको छु मैले। यो सुँगुरको आन्द्रा हो। मलाई चाहिँ यो सुँगुरको आन्द्रा खानै मन लाग्दैन। अलिक बिरामी पनि भइरहेको छु। अस्ति लगभग 1 हप्ता जस्तो भयो होला। स्टोनको अपरेसन गरेकोले मलाई केही खानै मन लाग्दैन, सबै कुरो तितो लाग्छ। त्यही भएर मैले आफ्नै लागि आफै सकि नसकी उठेर यो खाना बनाएको छु। सब्जी खाना त आमाले बनाइदिनु भयो। सब्जी यो उसिनेर अलिकति तेल हालेर सबै त एकै ठाउँ हालेर मसला केही नहालेर गनाउँछ नि त सबै कुरो। मलाई चाहिँ के भएको, अनि त्यही भएर पकाएर टक्क मिठो पारेर खान मन लागेर खाएको। तर के गर्नु, मिठै लागेन मलाई त, कस्तो नमिठो लागेर। तैपनि औषधिहरू यति धेरै छ, खानै पर्दो रहेछ। त्यही भएर मिठो मानेर खानुपर्ने भएकोले मिठै मानेर खाएँ। के गर्नु। तपाईँहरूलाई धन्यवाद मेरो भिडियो हेर्नुभएको लागि। मिठो छ, तैपनि नमिठो त होइन, अलिअलि भए पनि मिठो छ। मिठो मानेर खाएको छु है। हेर्नुहोस् है, मिठो छ। धन्यवाद।